दर्शकबिन माघको 1 गतेबाट प्रदर्शनमा आएको चलचित्र गोबर गणेशले बक्स अफिसमा आज 10 दिन पार गर्दैछ। त्यसैले आज हामी यस भिडियो अन्तर्गत कुरा गर्न गइरहेका छौँ यस चलचित्रको सुरुवाती 9 दिनको एस्टिमेट बक्स अफिस कलेक्सन साथै आज 10औं दिनको चलचित्रको एडभान्स बुकिङ कस्तो भएको थियो, फिल्मले कति सोच प्राप्त गरेको थियो र आज कतिको कमाई गर्न सफल होला भनेर। त्यसैले भिडियोलाई अन्तिमसम्म हेरी साथ दिनुहोला। दर्शक महानुभावहरू, मरिचमान श्रेष्ठ अर्थात् बल्छी ध्रुवेको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र हो गोबर गणेश। जुन फिल्मको शीर्ष भूमिकामा हामीले मरिचमान श्रेष्ठ, वर्षा शिवाकोटी, पदम तामाङ, पूजन घिमिरे, बुद्धि तामाङ, निर्मल शर्मा, माउत्से गुरुङ, विशाल पहाडी, रमेश बुढाथोकी, लक्ष्मीनाथ तिमल सिन्हा, सीतादेवी तिमल सिन्हा, विनोद न्यौपाने लगायतका कलाकारहरूलाई देख्न सक्छौं। चलचित्रमा शिवराम श्रेष्ठको छायाङ्कन, कृष्ण केसी, योगेश काजी र बाबुल गिरीको संगीत, गम्भीर विष्टको कोरियोग्राफी र विपिन मल्लको सम्पादन छ। बल्छी ध्रुवे फिल्म्स प्रालीको ब्यानरमा निर्माण भएको चलचित्रमा मरिचमान श्रेष्ठकै लगानी रहेको छ। यो फिल्मलाई पहिलो दिन माघको 1 गते श्री वेंकटेश एन्टरटेनमेन्टले नेपाल भलको मल्टिप्लेक्समा 111 वटा शोका साथ प्रदर्शनमा ल्याएको थियो। चलचित्रले बक्स अफिसमा आज 10औं दिनमा 49 वटा जति शो प्राप्त गरेको थियो। दर्शक महानुभावहरू, यो फिल्मले बक्स अफिसमा आफ्नो प्रदर्शनको हिज 9 दिनसम्म लगभग 45 लाख माथिको व्यापार गरेको खबर प्राप्त छ। चलचित्रले प्राप्त गरेको वडापाउँ राम्रो भएकाले यो कमाई भने निकै नै औसत हो, तर उता मिरमिरे र भाइरल गोर्खेको तुलनामा भने राम्रो हो। उता मिरमिरेले पहिलो दिन 131 शो पाउँदा आज जम्मा 2 वटा शो प्राप्त गरेको थियो भने भाइरल गोर्खेले पहिलो दिन 108 वटा शो पाउँदा आज जम्मा 5 वटा शो पाएको थियो। तर चलचित्र गोबर गणेशले आज 49 वटा शो प्राप्त गरेको छ। दर्शक महानुभावहरू, यो फिल्मले बक्स अफिसमा आज बिहान 10 बजेसम्ममा एडभान्स बुकिङ लगभग 2,36,160 रुपियाँको गरेको थियो। यानि कि यो सोल्ड आउट भइसकेको टिकटको एडभान्स बुकिङ हो। यसबाहेक यो फिल्मले ब्लक सिटमा यानि कि रिजर्भ गरेको सिटबाट पनि 71,955 रुपियाँको एडभान्स बुकिङ गरेको थियो। अब ब्लक सिट यानि कि रिजर्भ सिट कस्तो भन्दाखेरि हलले पहिला नै कसैले पनि टिकट काट्न नपाउने गरेर त्यसलाई रिजर्भमा राखेको हुन्छ। यदि हल पुरै भरि भराउ तरिकाले भरियो भने बल्ल त्यस रिजर्भ सिटको बुकिङलाई ओपन गर्ने गरिन्छ। यसलाई एडभान्स बुकिङमा नगन्दा पनि खासै फरक पर्दैन, किनभने यसले अब व्यापक रूपमा चलेको फिल्मलाई भने एडभान्स बुकिङकै लागि मद्दत गर्दछ भने यता चलचित्र नचलेका फिल्महरूका लागि यसले भने खासै असर गर्दैन। यद्यपि फिल्मले ब्लक सिट र सोल्ड आउट भइसकेको टिकटबाट 3,08,115 रुपियाँको एडभान्स बुकिङ गरेको थियो। आज शनिबार सार्वजनिक बिदा पनि भएका कारणले गर्दाखेरि फिल्म गोबर गणेशले आज केही हलहरू हाउसफुल पनि गरेको थियो। चलचित्रले बक्स अफिसमा हामीले प्राप्त गरेको अर्ली इस्टिमेट आँकडाको हिसाबले आज 5 लाख माथिको व्यापार गर्न सक्ने प्रक्षेपण गरिएको छ। झन्डै 2 करोड माथिको लगानीमा तयार भएको फिल्म हो गोबर गणेश। जुन फिल्मले नेपालबाट लगानी उठाएर हिटको ट्याग प्राप्त गर्न मात्रै 4.5 देखि 5 करोड कमाउनु पर्ने हुन्छ। दर्शक महानुभावहरू, हजुरहरूले चलचित्र गोबर गणेश हेर्नु भयो कि नै? यदि हेर्नु भएको छ भने हजुरहरूलाई यो फिल्म कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह र प्रतिक्रिया तल हामीलाई कमेन्ट मार्फत व्यक्त गर्नुहोला भन्दै अर्को भिडियोसम्मको लागि म प्रशान्त भुर्तेल पनि बिदा हुन्छु। धन्यवाद।